भाइको अंश सबै दिने कुरो पनि त आएन नि होइन यो रके एउटा अपाङ्ग केटो यसको पनि त तिम्रो दुईटा दाई भन्दा को छ त त्यही पनि तिमीहरूको जय जथा कति नै छ अस्ट्रेलिया पठाउनलाई पुग्ने त्यही पनि तिमीहरूको 3 अंश लाग्ने नै हो एउटा अमिनी बोलाएर अंश बन्द गरे त भइगयो नि यसरी समाजले जम्मा गरेर राख्नुपर्ने त थिएन होला कि कसो समाज हो होइन दाजु अब मेरो छोरो अस्ट्रेलिया जान लागेको छ अब पैसा जेथा आफ्नोमा छैन पुँजी छैन तर अब यहाँ 3 भाग जमिन छ अब त्यसमा मैले यो लङ्गडोको जमिन लिँदा चाहिँ के हुन्छ र अब यो दाजुसँग बसिहाल्छ खाइहाल्छ मेरो छोरो अस्ट्रेलिया गयो भने त अब यहाँ घरको परिवारलाई पनि त हामी हेर्छौँ त्यसो त छोड्दौँ न यो लङ्गडोलाई यत्रो सम्पत्ति किन चाहियो अन्त ओ दाइ यस्तो कुरो गर्नु तपाईँलाई लाज लाग्दैन के ऊ चाहिँ मान्छे होइन ऊ चाहिँ लङ्गडोले चाहिँ अंश चाहिँदैन यस्तो बोल्नु पनि हुँदैन सबै भन्ने होइन क्या उहाँले भन्छ सम्पत्ति दिने अनि यो लङ्गडोले अन्त यत्रो सम्पत्ति के गर्नु अन्त होइन हो दाइ तपाईँले यस्तो